Okay, hello everyone, my name is Rasunari and welcome back channel. This is July 21. सायद आज July 21 है. Let me check. कता गयो मेरो मोबाइल? आज जुलाई 21 है हो. एन्ड अहिले चाहिँ लगभग 10:30 भइसकेको छ. आज कति दिनपछि एकदमै घाम सरेको छ बाहिर. मैले लुगा धोएर सुकाएको छु. मजाले लुगा सुक्नु भयो. एन्ड आज चाहिँ म तपाईँहरूलाई एउटा एकदमै स्पेसल कुरा सेयर गर्न जाँदैछु. त्यस्तो खास स्पेसल त केही होइन, तर मेरो लागि चाहिँ एकदमै स्पेसल हो. किन भन्दा के कुरा भन्दाखेरि नट स्पेसल फर यु गाइज बट फर मी इट्स स्पेसलै भनौँ. अब म नयाँ अलिकति के ट्राई गर्दैछु. आई मिन मलाई एकदमै ब्लगिङ, ट्राभलिङ, एक्सप्लोरिङ, यत्तिकै ऱ्यान्डम टक ब्लगिङ भिडियोजहरू मनपर्छ एकदमै होइन. तर मैले चाहिँ अहिले एउटा सानो स्क्रिप्ट लेखेको छु. स्क्रिप्ट के को बारेमा भनेर म बिस्तारै अपकमिङ भिडियोजहरूमा भन्दै जानेछु होइन. जस्ट मैले हिजो एउटा फर्स्ट सिन लेखेको छु, सेकेन्ड सिन पनि लेख्दै थिएँ. अनि फेरि बेलुकातिर भाइले चाहिँ दादा एकछिन बाहिर जाउँ न भनेर बाहिर गइयो. त्यसपछि सेकेन्ड सिन त्यत्तिकै छ. अब चाहिँ म खानासाना खाएर त्यो सेकेन्ड सिनलाई कन्टिन्यू गर्छु. त्यसपछि आज सायद सिन त्यो स्क्रिप्ट लेखेर सकिन्छ सकिन्न आई डोन्ट नो. सकेछु भने त ठिकै छ, सकिनँ भने पनि ठिकै छ. त्यसलाई अलिकति रिफाइन गर्दै अलिकति हुन्छ नि, अलिकति राम्रो, अलिकति इङ्गेजिङ, अलिकति कमेडी फनी टाइपको बनाएर म अगाडि बढाउँदैछु त्यो स्क्रिप्टलाई. एन्ड यु नो वाट इज इन्ट्रेस्टिङ गाइज, दिस इज माई 11th or 12th भिडियो. सायद मेरो यो 12औँ भिडियो, 12th भिडियो मैले भर्खरै चेक गरेको थिएँ मेरो युट्युब च्यानलमा होइन. अनि एउटा इन्ट्रेस्टिङ कुरा के भन्दा मैले अब यो भिडियो अपलोड गरेँ भने मैले 12वटा भिडियोज अपलोड गरिसक्छु. तर मेरो युट्युब च्यानलमा ओन्ली 7 सब्सक्राइबर्स छ. मतलब पर भिडियो एउटा सब्सक्राइबर पनि गेन गरेको रहेनछु मैले. बट इट्स ओके, आइ एम इन्जोइङ दिस जर्नी होइन. बाई द एन्ड अफ 2026 आई एम एमिङ टु गेन 100K सब्सक्राइबर्स. बट मेरो पर भिडियोले 1 सब्सक्राइबर पनि गेन गरेको छैन भने त इट्स गोइङ टु बी भेरी टफ होइन. बट इट्स ओके, आइ एम इन्जोइङ दिस जर्नी. अब चाहिँ म आफ्नो कामतिर लागेँ. अनि स्क्रिप्ट पनि के हुन्छ म बिच बिचमा तपाईँहरूलाई अपडेट दिँदै गर्नेछु. सायद म आज बाहिर कतै जान्छु जाँदिनँ आई डोन्ट नो. गएछु भने पनि अब तपाईँहरूलाई म यसो बाहिरको सिनारियो, बाहिरको मौसम कस्तो छ भने म देखाउनेछु. गएछु भने पनि म आज दिनभरि त्यो स्क्रिप्टमा काम गर्नेछु. अनि त्यसपछि म अलिकति इम्पोर्ट एक्सपोर्टको बिजनेसको बारेमा पनि म आफू सेल्फ लर्न गर्दैछु. सो लेट्स सी दिनभरिमा के हुन्छ. आई विल लेट यु नो गाइज, स्टे ट्युन. ओके, मैले चाहिँ अहिले सिन 3 र 4 कम्प्लिट गरिसकेको छु होइन. 4 होइन, सिन 1 हिजो लेखिसकेको थिएँ. सिन 2 अलिकति कन्टिन्यू गरेर लेखेँ. सिन 2 कम्प्लिट भयो. सिन 3सम्म मैले लेखिसकेको छु. अनि सिन 2मा के छ भन्दाखेरि पार्ट 1 र पार्ट 2 छ. त्यहाँ दुई ठाउँमा डिफ्रेन्ट पर्सनले पर्फर्म गरेर आउँछ होइन. अनि सिन 3 पनि लेख्दैछु. अनि मैले भिडियो स्क्रिप्ट लेख्दै गर्दा चाहिँ यो मेरो फर्स्ट हो. दिस इज माई भेरी फर्स्ट स्क्रिप्ट होइन. मैले भनिहालेँ मलाई चाहिँ एकदमै मन पऱ्यो भनेको ब्लगिङ, ट्राभलिङ, एक्सप्लोरिङ, यत्तिकै सेल्फ टक भिडियोजहरू, ऱ्यान्डम टकहरू एकदमै मनपर्छ कि मलाई. दिस इज माई भेरी फर्स्ट स्क्रिप्ट. एन्ड यो स्क्रिप्ट लेख्दै जाँदाखेरि के हुँदो रहेछ भन्दा म आफूलाई सेल्फ पर्फर्म गराइरहेको छु क्या. यो स्क्रिप्टमा चाहिँ यसरी म त्यहाँनिर यसरी पर्फर्म गरेर आउँछु, यो स्क्रिप्टमा यसरी पर्फर्म गरेर आउँछु. त्यति बेला त्यहाँ यसरी क्राउड हुन्छन्, मान्छेहरू हुन्छ, तिनीहरूले हेर्न सक्छन्. हुन्छ नि त, त्यो लट्स अफ त्यो थट्सहरू आउँदो रहेछ क्या. अनि म आफै त्यो भित्रभित्र डर पनि छ एउटा, किनकि अब मेरो फर्स्ट भिडियो हुन्छ यो त्यति बेला. एन्ड म साँच्चीकै सक्छु त पर्फर्म गर्नको लागि. अब 2-4जना साथीभाइ हुन्छन्, मान्छेहरू पनि होला नि, बाहिर आउटडोर सुट भयो भने मान्छेहरू पनि हुन्छन्. म साँच्चीकै सक्छु त यो सिनमा यसरी सुट गर्नको लागि भनेर म आफूलाई क्वेसन गरिरहेको छु क्या. एन्ड त्यो नर्मल पनि हो, किनकि अब म आफैले स्क्रिप्ट लेख्दैछु, म आफै पर्फर्म गर्छु भने अभियसली त्यो डाउट आउनु अनि त्यो नेचुरल कुरा हो. सो त्यही पनि म कन्टिन्यू गरिरहेको छु होइन. यो स्क्रिप्टलाई म कन्टिन्यू गर्छु, कम्प्लिट गर्छु. एन्ड आई विल ट्राई टु मेक भिडियोज टु. एन्ड ट्राई होइन, म 100% भिडियो बनाउँछु नै. यति मिहिनेत गरेर स्क्रिप्ट लेखिरहेको छु. यो स्क्रिप्टेड भिडियो बनाएन भने म अर्को सेकेन्ड थर्ड भिडियोजहरू बनाउनै सक्दिनँ नि त. सो या, आई विल डेफिनेटली मेक द भिडियोज. एन्ड या लेट्स सी, अब कन्टिन्यू गर्दैछु म. एन्ड म अब चाहिँ के गर्छु भन्दा थोरै इम्पोर्ट एक्सपोर्ट बिजनेसेसको बारेमा लर्न गर्छु. किनभने मेरो अल्टिमेट गोल भनेको आई एम भेरी इन्ट्रेस्टेड इन बिजनेस होइन. म बिजनेस ब्याकग्राउन्ड छ मेरो. मतलब
मेरो फ्यामिली बिजनेस ब्याकग्राउन्ड भने कि मेरो स्टडी चाहिँ मेरो पढाइ चाहिँ बिजनेस ब्याकग्राउन्ड छ। सो त्यतातिर लाग्छु म। अब इम्पोर्ट एक्सपोर्टको बारेमा बुझ्छु एकछिन।